नमस्कार। कार्यक्रम युवा आवाजबाट सबैलाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम युवा आवाजमा हामीले युवाहरूका विषयहरूलाई उठाउने गर्छौं। आज पनि हामी अर्घाखाँची जिल्लाको पाणेनी गाउँपालिका वार्ड नम्बर 8 को खगडी भन्ने ठाउँमा आइपुगेका छौं। यहाँ एउटा व्यवसाय हुनुहुन्छ। झन्डै 12 वर्ष परदेशमा बसेर अहिले घरदेशमै आएर झन्डै 8 वर्ष भयो उहाँ घरदेशमा आएको र उहाँले अहिले व्यवसाय गर्दै आउनु भएको छ। के छ त वास्तवमा उहाँको व्यवसाय अथवा परदेश छोडेर घरदेशमा आएर उहाँले व्यवसाय किन गर्नुभयो, व्यवसायमा के कस्तो अवस्था छ, उहाँका सङ्घर्षका कथाहरू तपाईहरुमाझ प्रस्तुत गर्दैछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। सम्पूर्णमा हार्दिक स्वागत छ। कार्यक्रम युवा पुस्ताबाट सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। खास गरेर युवा पुस्तामा हामीले खास गरेर नयाँ युवाहरूले जो अहिलेका जो युवाहरू हुनुहुन्छ उहाँहरूका आवाजहरूलाई प्रस्तुत गर्ने गर्छौं। आज पनि हामी कार्यक्रम युवा पुस्तामा अर्घाखाँची जिल्लाको पाणेनी गाउँपालिका वार्ड नम्बर 8 को खगडी भन्ने ठाउँमा आइपुगेका छौं। यहाँ खास गरेर व्यवसाय युवा व्यवसायी हुनुहुन्छ, समाजसेवी व्यक्तित्व हुनुहुन्छ पुट्टु अली। उहाँसँग आज हामीले उहाँले जीवनमा खास गरेर व्यवसाय सञ्चालन गर्दा अथवा उहाँले अहिले जो व्यवसाय सञ्चालन गरिरहनु भएको छ उहाँका कसरी यसरी व्यवसायमा आउनुभयो, उहाँको सफलताका कुराहरूलाई र उहाँका जीवनका कठिनाइका कुराहरूलाई, अप्ठ्याराका विषयहरूलाई आजको कार्यक्रममा प्रस्तुत गर्दैछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। हजुर नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ हजुर? हजुर आरामै छु। अनि सर के छ अहिले व्यवसाय गर्दै आउनु भएको छ। आज हामी तपाईकै यो गाउँठाउँमै आइपुगेका छौँ। एक व्यवसायी पनि हुनुहुन्छ। अनि चाहिँ तपाईको जीवनका सुरुवातका अथवा यो व्यवसायमा लाग्नु भन्दा पहिलाका कुराहरू पनि हामीले तपाईसँग केही कुराहरू गर्नेछौँ। सर अनि चाहिँ तपाईको जन्म कहाँ भएको हो? हजुर सर्वप्रथम मेरो नाम भुट्टु अली, पाणेनी गाउँपालिका वार्ड नम्बर 8। अहिले म चाहिँ हाल यही खगडी बजारमा व्यवसाय गर्दै आएको छु। मेरो जन्म भनेको यही पाणेनी गाउँपालिका खगडी बजारमा हो। अनि खगडी बजारमा जन्म भइसकेपछि मैले बाल्यकालमा चाहिँ 5 क्लाससम्म यही पढेँ हैन। अनि पढिसकेपछि चाहिँ 5 क्लास पढ्दा पढ्दै मेरो आमा हैन, अनि जस्तै मेरो मावल चाहिँ वाङ्ला हो। वाङ्ला गएको बेलामा सुत्केर खानु भन्छौँ हैन। त्यति बेला उहाँ गएको बेलामा बिरामी परेर हैन, बिरामी परेर बित्नुभयो। अनि मेरो भाइ चाहिँ त्यति बेला चाहिँ कति 22 दिनको थियो। अनि त्यो भाइ चाहिँ 22 दिनको भाइले चाहिँ मावल हजुरआमाले चाहिँ हैन पालन पोषण गरेर पछि 2-3 वर्षको भएपछि अनि म गएर उसलाई चाहिँ यही लिएर आएर अनि उसलाई पनि यही पालन पोषण गरियो अनि पढाइयो। अनि सर तपाईको सुरुवातका दिन आमा नहुँदाका पीडाहरू साँच्चै नै एकदम पीडादायक विषयहरू हुन्छन्। वास्तवमा बुहाले तपाईलाई आमा बुवाकै एउटा संरक्षणमा राख्नुभयो होला। अनि चाहिँ तपाईँ कति भन्नाले दाइ भाइ दिदी बहिनी कति हुनुहुन्छ? घरमा हामी चाहिँ 5 भाइ बहिनी हो। अनि म चाहिँ घरको जेठो सदस्य हो। अनि म मुनि चाहिँ 2 जना बहिनी छ। अनि त्यसमुनि चाहिँ 2 जना भाइ। अनि टोटल हामी चाहिँ 5 बुवासँग 6 जना परिवार छौँ अहिले। अनि तपाईसँग अब हामी खास गरेर व्यवसायतिरकै कुराहरू गरौँ। युवा मान्छे व्यवसाय गर्दै आउनु भएको छ। यो व्यवसायतर्फ तपाईँ कसरी जोडिनुभयो? एउटा गाउँमा यसरी चाहिँ सबै सर्वत्र चिज पाइने भनेर तपाईँ कहाँ आउने धेरै हुनुहुन्छ ग्राहकहरू। तपाईँ यो व्यवसायमा कसरी जोडिनुभयो यो गाउँमै व्यवसाय गर्न? सर म चाहिँ भन्नुपर्दा हामी चाहिँ अब भनौँ 6 क्लासदेखि हामी चाहिँ बागलुङ जिल्लामा बसेर पढ्यो खारा बजारमा। अनि बुवाले व्यवसाय गर्दै हुन्छ त्यहाँ हैन। अनि त्यहाँ हामी व्यापार गर्दै थियौँ सानोमा। अनि त्यसपछि चाहिँ अनि मैले 2058 सालमा एसएलसी दिएपछि अनि त्यसपछि अब नेपालमा त्यस्तो रोजगार केही नै हैन। अब आर्थिक स्थिति पनि त्यस्तै कमजोर थियो घरको हैन। व्यापार बिजनेस गरे पनि हैन त्यस्तो मतलब खान बस्न लाउन पुग्ने मतलब
अरू एक्स्ट्रा पैसाहरू खासै नहुने। अब त्यसपछि चाहिँ अब के गर्ने भन्दाखेरि अब नेपालमा बसेर केही छैन, विदेशै लाग्नु पर्यो अनि सोच बनाएर त्यसपछि म चाहिँ सुरुमा चाहिँ मलेसिया गएँ। मलेसिया जानुभयो, कति वर्ष बस्नुभयो मलेसिया? म कति वर्ष भनेपछि त्यो 2004 को लगभग जुलाई जुलाईमा होइन। अनि त्यसपछि मलेसिया गएको। मलेसिया म कन्टिन्युस तपाईँको 5.5 वर्ष बसेँ। अनि 5.5 वर्ष बसेर मलेसिया, अनि त्यसपछि नेपाल फर्कियो। अनि नेपाल फर्किसकेपछि त्यसपछि फेरि लगभग 1 वर्ष जति यति बसियो। त्यसपछि यताउता घुम्ने गरियो। अब त्यसपछि यहाँ पनि त्यस्तो खासै त्यस्तो व्यापारमा केही सक्सेस भइएला जस्तो केही फिल त्यस्तो भएन आफूलाई। त्यसपछि फेरि म चाहिँ पछि फेरि बहराइन गएँ। बहराइन जानु? अनि बहराइन गएँ। बहराइन गइसकेपछि बहराइन कति वर्ष बस्नुभयो त्यहाँ? बहराइन तपाईँको 7 वर्ष बहराइन बसियो। मलेसिया 5.5 वर्ष, बहराइन 7 वर्ष भनेपछि टोटल 12.5 वर्ष विदेशतिर बसियो। वैदेशिक रोजगारमा जानुभयो। अनि बहराइन 7 वर्ष बसिसकेपछि अनि धेरै बसिसकेपछि अब आफूलाई पनि विदेशमा होइन मैले थोरै हजुरलाई रोकेँ। जस्तो तपाईँ 2 देशमा जानुभएको रहेछ, त्यहाँ तपाईँले के काम गर्नुभयो? मैले सुरुमा मलेसिया म चाहिँ वेटरको रूपमा गएको है। होटलमा हो। वेटरमा गरेपछि त्यसपछि हामी त अब नेपाली मान्छे एकदम मेहनती हुने। मसँगै नेपालमा अरू तराईतिरका पनि हुनुहुन्थ्यो 4 जना साथी, म एकजना 5 जना गएको मलेसिया होइन। अनि उनी तराईतिरको, हामी पाहाडतिरको मान्छे। पाहाडतिरको मान्छेलाई उहाँ विदेशमा पनि अलि माया मान्ने होइन। हामी त प्रकष्ट नेपाली बोल्ने होइन। उनीहरूले त अब पाहाडको मान्छे भनेपछि लगभग भनिन्छ नि त, कोहीले चाइनिज जस्तो पनि छ यस्तो खालको होइन, यहीँको मलय मान्छे जस्तो पनि छ, मलेसियन जस्तो छ, लोकल त्यतिहरू कुराहरू गर्थेँ कि होइन। त्यसपछि मैले काम गर्दा गर्दै अब वेटरमा सुरुमा काम गर्थेँ। वेटर गर्दा गर्दै अनि त्यसपछि चाहिँ फास्ट एकदम राम्रो इमान्दार भएको कारणले फेरि पछि 1-2 महिनापछि फेरि त्यसपछि त्यहीको फुडहरू के वेस्टर्न फुड भन्ने हो होइन, त्यो खानाहरू ट्रेनिङ गरेर सिकेर फेरि म त्यसमा गएँ होइन। त्यसमा कुकमा काम गरेँ। त्यसपछि फेरि त्यसपछि पनि फेरि अझ राम्रो गर्दै गएर होइन। अब सबैसित होइन इमान्दार, मेन सबभन्दा ठुलो कुरो इमान्दार अनि मेहनत हुनु पऱ्यो। अनि मेहनत भइसकेपछि त्यसपछि अनि मेरो साउजीले चाहिँ पछि चाहिँ मलाई सिधै चाहिँ केसियरमा लग्नु भयो। अनि केसियरमा पनि काम गरेँ होइन। केसियरमा काम गर्दा गर्दै पछि चाहिँ त्यही 7.5 वर्ष जति त्यहाँ बसियो। त्यहाँ बस्नुभयो। अनि बहराइनमा के काम गर्नु? नेपाल फर्क्यो। अनि त्यो बहराइनमा त मैले बहराइनमा खास गएको चाहिँ अफिस बोय भनौँ होइन। अफिस बोय भनेर गयो। अफिस बोय गरिसकेपछि म चाहिँ एकदम 16 वर्षको उमेरमा खास मलेसिया गएको। सुरुमा एसएससी दिएको 16 वर्षको उमेरमा एसएससी दियो। एसएससी पास गर्ने बित्तिकै त्यसपछि मलेसिया गएको। अनि त्यसपछि बहराइन यहाँदेखि त अब त्यही अफिस बोयको लागि भनेर गएको होइन। अनि त्यसपछि गइसकेपछि अफिसमा काम गर्दा गर्दै अब अनि त्यसपछि अब अन्य विदेश जानुभन्दा पहिला होइन त्यहाँ गएपछि अब यहाँ ड्राइभिङ सिकेपछि त्यहाँ केही युज होला, आफूलाई फाइदा होला भनेर यहाँ ड्राइभिङ सिक्नु भएको थियो। ड्राइभर अनि यहाँ पनि ड्राइभर सिक्यो। अनि इङ्ग्लिस ल्याङ्ग्वेज सिक्यो बुटोल बसेर। लगभग 3-4 महिना 5-6 महिना जति सिक्यो बुटोल बसेर बहराइन जानुभन्दा पहिला। सिकिसकेपछि अनि त्यसपछि कम्प्युटरहरू चलाउनु सिकियो होइन। अनि कम्प्युटर सिकेपछि उहाँ गएपछि आफूलाई अफिसमा काम लाग्ला भनेर केही आफूलाई फाइदा होला भनेर सिकियो होइन। अनि माइक्रोसफ्ट एक्सेल भयो, माइक्रोसफ्ट वर्ड्सहरू भयो होइन, त्योहरू सिकियो। अनि गइयो अनि अफिसमा गरियो। गर्दा अनि तपाईँले त्यहाँ कति वर्ष बिताउनु हो? अब त्यहाँ चाहिँ मैले 7 वर्ष बिताएँ होइन। अनि त्यहाँ चाहिँ अब मेन एकदम आफू चाहिँ एकदम इमान्दारी भएर अफिसमा गर्दा गर्दै पछि चाहिँ अब हाम्रो कम्पनी अल्मनर बेकरी भन्ने हो होइन। अनि हाम्रो कम्पनीमा चाहिँ अल्मनर बेकरी प्लस रेस्टुरेन्ट अनि प्लस स्विमिङ पुल, एकजना साउले स्विमिङ पुल कन्स्ट्रक्सनको कम्पनी थियो होइन। अनि चाहिँ पछि चाहिँ त्यहाँ जति वर्करहरू छन् अनि उहाँहरूलाई चाहिँ हामी चाहिँ अफिसमा म माथिको एकजना सिनियर एकाउन्टेन्ट हुनुहुन्थ्यो होइन। हामी त उहाँको हेल्पर हो। अनि चाहिँ मलाई चाहिँ हाम्रो त्यहाँको साउ भनौँ, बोस भनौँ, उहाँ चाहिँ एकदम मलाई एकदम विश्वास लागेर उहाँले यस्तो विश्वास गर्नुहुन्थ्यो कि तपाईँको आफ्नो घर परिवारभन्दा पनि मलाई बढी विश्वास गर्नुहुन्थ्यो कि। त्यो विश्वास गर्दा गर्दै पछि चाहिँ अनि
अब त्यहाँ हेर्दाखेरि अब बाहिरबाट सामान आउने होइन स्टोर किपरमा हेरिदियो होइन। अनि त्यसपछि त्यहाँ भएको वर्करहरू कति छन् के छन् सबै हाम्रो 5-6वटा बेकरी थिए कन्स्ट्रक्सनहरूमा काम गर्ने मान्छेहरूका। अनि महिनामारी सेलेरी बनाउने सेलेरीहरू दिने। अनि त्यसपछि अब ड्राइभरहरू थिए होइन ड्राइभरहरू डेलिभरी गर्ने ड्राइभरहरू थिए अब 5-6 जना 8-10 जना त्यो ड्राइभरहरूको लागि चाहिँ त्यसपछि तिनीहरूको लागि चाहिँ कामहरू के लगाउने कहाँ के हाल्ने कता गर्ने भनेर होइन सिधै बोससित कन्ट्याक्ट गरेर अनि उहाँले चाहिँ चाहिँ भनेर होइन त्यसपछि आफूले चाहिँ अब तिनीहरूको लागि चाहिँ कामहरू दिने। त्यसपछि तिनीहरू अब बाहिरबाट आउने मान्छेहरूको लागि चाहिँ नि इमिग्रेसन गर्ने पास्ट स्टाम्प हान्ने होइन अनि भिजा जिम्मेवारी दिनुभयो त्यति बेला बहुत जिम्मेवारी दिनुभयो। त्यसपछि फेरि पछि फेरि अनि पछि अर्को त्यहाँ गएपछि फेरि अनि ड्राइभिङ यहाँ सिकेको भएर त्यहाँ गइसकेपछि ड्राइभिङ पनि मैले सिकेको छु भनेर आफूले नेपालमा ड्राइभिङ पनि सिकेको छु भनेर होइन आफूले चाहिँ त्यहाँ गएर पनि अनि ड्राइभिङ सिकेर लाइसेन्स पनि निकालियो। लाइसेन्स निकालिसकेपछि फेरि मलाई अर्को प्लस पोइन्ट के भयो भनेपछि तपाईँले हाम्रो कम्पनीहरू थिए 4-5वटा बेकरीहरू थिए डेली सेल्स हुने। अनि उहाँ चाहिँ ल अब चाहिँ उहाँले एउटा मलाई कार्ड दिनुभयो होइन कार्ड दिइसकेपछि अब तिमीले चाहिँ जो सबै उसमा गएर होइन साँझमा सर जाऊ सबैको कलेक्सन क्यास कलेक्सन जति हुन्छ त्यहाँबाट सबै केसियरहरूबाट सबैसँगबाट अनि क्यास कलेक्सन लिएर आऊ अनि क्यास लिएर काउन्ट गरेर अनि त्यसपछि अर्को दिन चाहिँ बिहानमा म चाहिँ ब्याङ्कमा डिपोजिट गर्न जान्थेँ कि अनि पछि गर्दा पछि मैले विदेशमै चाहिँ नि त्यति महत्त्वपूर्ण जिम्मेवारी पाउनु भयो यसो एउटा एसएलसी पास पढेको मान्छेले होइन त्यतिसम्म मैले जिम्मेवारी पाएँ कि त्यहाँ सेल्सम्यानहरू पनि थियो दोकानबाट उनीहरूले चाहिँ ब्याचलर गरेका थिए अनि तपाईँको कन्स्ट्रक्सनहरूमा स्विमिङ पुलमा इन्जिनियरहरू थिए होइन उनीहरूले मलाई कति पढ्यो भनेर सोध्थेन कि कि म चाहिँ एकदम इमान्दारी एक्सपिरियन्स थिएँ भनौँ। हामी विदेशका कुरालाई यहीँ बिट मार्दै हजुरको जो वैदेशिक यात्रामा जो सङ्घर्ष गर्नुभयो महत्त्वपूर्ण कार्य गर्नुभएको रहेछ अब ठ्याक्कै तपाईँ विदेशबाट आएर अनि चाहिँ यसरी यो व्यवसायमा लाग्नुभयो कसरी लाग्नुभयो सर? अनि त्यसपछि अब विदेशमा 3 वर्ष 3.5 वर्ष गरिसकेपछि मैले अनि बिहा गर्न भनेर नेपाल आएँ। अनि नेपाल आइसकेपछि बिहा गरेँ अनि साउ विदेशमा चाहिँ बरेन साउले चाहिँ होइन बिहा गरेपछि श्रीमती पनि यही लिएर होइन अनि भनेर अनि उहाँले चाहिँ श्रीमतीको पनि भिजा लगाइदिएर उनी बस्यो बुढाबुढी बस्यो 3-3.5 वर्ष बस्यो। त्यति बसेपछि अब कति बस्ने यत्रो वर्ष बस्यो विदेश बस्दा अब थाकियो होइन अब जसै पनि लास्टमा हामीलाई नेपाल गएर केही नगरी सुख छैन हेर्नुहोस् होइन अहिले यति उमेर छँदै हामी अझै बल्ल 32-33 वर्ष भयो विदेशबाट यहाँ आउँदा कति 32 वर्ष थिएँ म। अहिले कति वर्ष आउनु? अहिले म अहिले ठ्याक्कै 42 भन्दाखेरि अहिले 39-40 भयो कि 40 लगभग हुन लाग्यो 40 को आसपासमा हुन लाग्यो होइन। अनि होइन यहाँ बसेर के अनि अब धेरै बसियो अब पहिला पो अबसित 2-4 पैसा आर्थिक थिएन केही लगानी गर्नको लागि पनि होइन। अनि त्यसपछि अब भाइहरू पनि ठुला भयो होइन भाइहरू पनि +2 गरेर पढ्यो अब भाइहरू विदेश जान्छन् भाइहरू विदेश गएपछि अब नेपाल गएर केही गरेपछि होइन अब भाइ दिदी बहिनीहरूको पनि बिहा भयो होइन 2 जना बहिनी थियो उनको पनि बिहा भयो। त्यसपछि आफैले मेहनत गरेर सानैदेखि मेहनत गरेर सबैलाई पढाइयो सब परिवारलाई दिदी बहिनीहरूलाई पढाइयो अनि भाइहरूलाई पढाएँ 12 उनीहरूले 12 पढ्यो मैले भएर एसएलसी मात्रै पढेको। तर मलाई चाहिँ सानैदेखि एकदम पढ्ने इच्छा एकदम हुँदै आफूले पढ्न नपाएर उनीहरूलाई चाहिँ केही पढाउनु पर्छ भनेर उनीहरूलाई पनि 12 पास गरेँ। त्यसपछि उनीहरूलाई चाहिँ त्यसपछि विदेश पठाइयो। म यहाँ आएपछि उनीलाई 2 भाइलाई चाहिँ विदेश पठाइयो होइन अनि विदेश पठाइसकेपछि जस्तो तपाईँले जस्तो गाउँमै यसरी व्यवसाय गर्नु पहिला कहाँ बजारमै गर्नुभयो कि यहीँबाट सुरु गर्नुभयो कि व्यवसाय कस्तो के छ? मैले सुरुमा म विदेश छोडेर आइसकेपछि यहाँ आइसकेपछि पहिला मैले सर किनभने सानैदेखि आफ्नो गाउँ छोडेको मलाई गाउँ छोडेपछि फेरि एकदम माया लाग्ने गाउँको माया एकदम लाग्ने तपाईँको बाग्लुङ बस्दा पनि होइन त्यहाँ तङबासको डाँडाबाट यहाँ आफ्नो गाउँ देख्दा पनि के एकदम के खुसी हुने यहाँ आएको थाहा नपाइने त्यस्तो हुन्थ्यो कि आफ्नो गाउँठाउँ भनेको अब गाउँ जन्म भनेको यस्तो ठाउँ यस्तो हुने छ। यहाँ गाउँमा जति पनि मान्छेहरू बाहिर गएन नि हाम्रो गाउँमा मान्छे कति छन् त्यो मान्छेहरू के भन्छ यहाँ व्यवसाय नभएर होइन अब खेतबारीबाट पहिला केही नभएर होइन त्यसरी यो मान्छेहरू पहिला गएको बाहिर। तर अहिले त आधुनिकको जमाना आयो आधुनिक तरिकाले अहिले गर्ने हो नि यिनीहरू बाँझा खेतीहरू छन् नि मान्छेले यहाँ चाहिँ हेर्नुहोस् अहिले सुन फलाउँछ क्या
आफूले चाहिँ आधुनिक तरिकाले गर्नु पर्यो कि मेन कुरा भनेको। त्यो हजुरको कुरा आयो। वास्तवमा तपाईँले व्यवसाय कहाँबाट सुरु गर्नुभयो भन्ने मैले खास व्यवसाय सुरु गरेँ म यहाँ आएँ। यहाँ आएपछि मैले घुम्टीदेखि दुर्गामाटसम्म अनि बलकोटतिर यता वारी होइन यता मैदान यो लाइनमा मैले खासै एकदम के राम्रो खालको राम्रो गरेको पसलहरू खासै देखेन मैले स्ट्यान्डर्ड तरिकाले के व्यवस्थित तरिकाले सबै चिज पाइने देखेन। अनि यहाँदेखि मान्छेहरूलाई पनि एउटा सानो चिज लिनको लागि सन्धिखर्क दौडिनु पर्ने। यहाँदेखि सन्धिखर्क त तपाईँको त कति 10-15 किलोमिटर छ। बिहान जान पर्यो साँझ आउने हो गाडीमा गएर एक दिनभरिकै काम भयो झन्डै। तपाईँको 1000को सामान किन्नको लागि पनि जान आउनको लागि पनि कमसेकम 1000 रुपियाँ खर्च हुन्छ। 1000को सामान लिन 1000 खर्च आउनु पर्यो भनेपछि मान्छेलाई उता टाइम लस भयो होइन। अनि पैसा वेस्ट भयो होइन। अनि होइन यो वारिपारि खासै मैले कहीँ देखेँ भने मैले त्यस्तो व्यवस्थित तरिकाले हर सामानहरू मान्छेलाई चाहिने उपभोग जुन चाहिन्छ नि हामीहरूलाई चाहिने आवश्यकहरू लाउन खानादेखि होइन लाउनु नर्मल चिजहरू चाहिँ मान्छेहरूलाई आवश्यक पर्ने चिजहरू यहाँ कसैले राखेको मैले देखिनँ। व्यवस्थित तरिकाले राखेको देखिनँ, व्यवस्थित गरेको पनि देखिनँ। अनि सन्धिखर्क गएर सन्धिखर्कमा त अब सबै व्यवस्थित तरिकाले सबैले अब आफ्नो आफ्नो सामानहरू राखेका छन् होइन। भाँडा राख्ने भाँडा, आडु राख्ने हार्डवेयर। अब त्यहाँ बजारमा चाहिँ अब सबैले एकै ठाउँ एउटै व्यापार त्यहाँ चल्दैन। सबैले अलग अलग आफ्नो आफ्नो सामानहरू राखेर बेच्नु भयो सबैहरूले। बल्ल त्यसरी त्यहाँ बजारमा चाहिँ त्यसरी व्यापार हुन्छ। अनि गाउँघरमा चाहिँ एउटा आइटम मात्र राखेर व्यापार हुँदैन यहाँ चाहिँ होइन। गाउँमा चाहिँ के भने चाहिँ अब मान्छेलाई आवश्यक पर्ने चिजहरू चाहिँ बजारमा टाढा जान नपरोस्, दुःख नपाउन्। जति बेला रातिमा होस् या दिउँसोमा होस् होइन, जति बेला पनि मान्छेहरूको आवश्यक सामानहरू चाहिँ त्यसको चाहिँ पूर्ति होस्, टाइमलाई चाहिँ बचत होस् होइन, पैसाको सेभ होस् भन्ने किसिमले चाहिँ। अनि मैले चाहिँ यहाँ सुरुमा सञ्चालन पसल खोलेँ होइन। अनि पहिला सुरुमा पसल खोल्दाखेरि मसँग धेरै लगानी थिएन। किन लगानी थिएन भनेपछि धेरै वर्ष बस्यो भने अब परिवारलाई पढाइयो हुर्काइयो एउटै घरमा 5-6 जना 6-7 जना परिवारमा होइन। अनि खर्च बढी हुने होइन। त्यसपछि यहाँ आएपछि त्यसपछि सुरुमा व्यापार गर्दाखेरि मैले त्यस्तै 4.5-5 जतिको लगानी गरेँ। 5 लाखबाट व्यवसाय सुरु गर्नु। 5 लाखदेखि व्यवसाय सुरु गरेँ। गएर सुरुमा माल ल्याउँदा थोरै थियो होइन। व्यापार गर्दा त यहाँदेखि मान्छेहरूले अलिअलि विदेशमा भएको पैसा ल्यायो होला त्यही गाउँमा व्यापार गर्ने त्यही भ्याउने सक्ने पनि धेरैले भने हेर्नुहोस् सकेर जान्छ 6 महिना भ्याउने फेरि यो जाने विदेशै भने धेरैले होइन। यसको काम त्यही छ, त्यो बाहेक अरू केही हुने छैन भने के कहिले 2 महिना टिक्छ भने कहिले 6 महिना टिक्छ भने त्यसको काममा उधारो भो खाएर सब भेजिदिने भयो। अलिअलि कमाएको पनि विदेशबाट कमाएको पनि भने अब ठिकै छ। अब यहाँ मान्छेको जस्तो सोच छ उसले त्यस्तै भन्ने तपाईँलाई सब मान्छे अनुसारको सोच हुने होइन। कसै मान्छेमा नेगेटिभ सोच भने चाहिँ उसले नेगेटिभै कुराहरू गर्छ, नेगेटिभ सोच छ। तर हामी चाहिँ युवामा के छ भनेपछि सोच भनेको हाम्रो पोजिटिभ छ। हेर्नुहोस् कुरा पनि पोजिटिभ गर्ने अनि कसैलाई पनि नराम्रो होस् भन्ने नसोच्ने, आफूलाई पनि राम्रो होस् अरूलाई पनि राम्रो होस् भन्ने हाम्रो चाहिँ मेरो चाहिँ सोच हो। अनि त्यसपछि पसल सुरु गरेँ होइन। अनि पसल सुरु गरेपछि गर्दा अनि त्यसपछि अनि ओल्तिर पल्तिर होइन मान्छेहरूलाई अब कसैलाई अब ग्यासको आवश्यक भने कसैलाई चामल मान्छेहरूलाई अब सुरुमै हामीले चाहिँ पसल गर्दाखेरि पनि मेरो सोच भनेको होइन जुन ठाउँमा जस्तो व्यापार हुन्छ नि त्यो अनुसार आफूले गर्नुपर्छ। तपाईँले पहिला अध्ययन गर्नुभयो यो एरियाको अध्ययन गरेर व्यवसाय सुरु गर्नु। के व्यापार गर्दा ठिक हुन्छ, व्यापार गरे ठिक हुन्छ कि हुँदैन कि कुन व्यापार गर्दा ठिक होला भने मैले पहिला अध्ययन गरेँ। वरिपरि जतातता अध्ययन गरेर सबैको पसलहरूमा घुमेँ, व्यापार बिजनेस के छ कस्तो छ बुझेँ। अनि आफैलाई चाहिने सामान आफूलाई पूजाआजाको चाहिने सामानहरू पनि मलाई किन्न चाहिँ सन्धिखर्क जानु पर्यो होइन। त्यो सामान हामीले किने यही पसल गरेर होइन, त्यो चिजहरूलाई यही पसल किनेर हामीले यही सुविधा किन सकिँदैन त भन्ने त्यो चिजहरू पनि लाग्यो सुरुमा चाहिँ खास सुरुमा। त्यसपछि पसल खोलेपछि अनि त्यसपछि हामीले चाहिँ सुरुमै यहाँ गाउँदेखिको मान्छेहरूलाई पनि डेलिभरी सुविधा भनेर अनि प्रचार रेडियो एफएम देउरालीमा प्रचारको लागि पनि दियो होइन। डेलिभरी सुविधा पनि दिने होइन, सामानहरू मिलाएर दिने, धेरै नाफा नखाने थोरै नाफा खाने तर धेरै सामान बेच्ने जुन चाइनाले गरेको छ नि त्यो उद्देश्यका साथ त्यो मेरो सोच भनेको चाइनाको सोच हो। चाइनाले जसरी गरेछ नि जस्तो देशलाई त्यस्तै सामान पठाउने अनि थोरै नाफा खाने, धेरै व्यापार गर्ने, धेरै पैसा आएर कमाउने। अनि अहिले चाहिँ जस्तो कस्तो अवस्था छ, के छ अहिलेको अवस्था?
अहिले सुरुमा त्यही त गर्दा गर्दै पहिला त्यसपछि मैले एउटा बाइक किनेँ डेलिभरी गर्नको लागि। हजुर, आफ्नै बाइक किन्नु? आफ्नो बाइक किनेँ पहिला सुरुमा होइन, हजुर, डेलिभरी दिनलाई। त्यसपछि डेलिभरी गर्दा गर्दै मान्छेले चाहिँ अलि धेरै धेरै महँगो लागेपछि बाइकमा लगेर साध्य भएन। अनि के गर्ने भनेपछि एउटा गाडी किन्नु पर्यो भने सोच भयो। अनि मैले एउटा डबल क्याब किनेँ। हजुर, अनि थोरै पैसा दिएर त्यो किस्ता बुझाउने हिसाबले चाहिँ मैले त्यो गाडी किनेँ। गाडी किनेर त्यसपछि यहाँदेखिको साना गाउँ भनौँ भने त्यसपछि अनि व्यापारीहरूको लागि व्यापारीहरूलाई चाहिँ अब आवश्यक पर्ने सामानहरू होइन, उनले बुटोलबाट ल्याउँछन् भने त्यही बुटोलकै दाममा त्यही प्लस भाडा जोडेर 5-10 रुपियाँ राखेपछि त उनीहरूले कस्तो सामान नकिन्लान् र किन्छन् भन्ने भयो। त्यसपछि चाहिँ व्यापारीहरूलाई पनि यहाँदेखिको व्यापारीहरूलाई थोरै थोरै दिँदै अनि अहिले दिँदै त्यसपछि एउटा गाडी किनेँ। अनि एउटा गाडी किनेर सामान सप्लाई गर्दा गर्दै अनि त्यसपछि अब तपाईँको अब कोरोनाभन्दा पहिला चाहिँ ट्रकमा ल्याइन्थ्यो सामान, ट्रकमा ल्याइन्थ्यो। डबल क्याबमा चाहिँ हामीले चाहिँ वरिपरि जता सप्लाई गरिन्थ्यो होइन। अनि त्यसपछि कोरोना ट्रकहरू पनि हिँड्नलाई त्यति असहज भयो। अनि फेरि खानेको टाइममा नपाइने कोरोनाले गर्दाखेरि धेरै समस्या भयो। अनि त्यसपछि चाहिँ अनि मैले पछि त कोरोना पछि त व्यापार पनि माइनस भयो नि त, कोरोनाले गर्दाखेरि त व्यापार पनि गर्ने भनेपछि त्यसपछि चाहिँ अनि अझै एउटा गाडी किनेर होइन, आफ्नै गाडीले सामान लिएर आउने होइन। अनि त्यसपछि चाहिँ एउटा गाडीले सामान ल्याउने, एउटा गाडीले चाहिँ गाउँदै यताउता सप्लाई गर्ने भनेर अर्को गाडी मैले किनेँ गर्दा गर्दै। अनि त्यसपछि किनिसकेपछि अनि अर्को दोस्रो गाडी लिएँ। अनि दोस्रो गाडी लिएपछि फेरि पहिला चाहिँ मैले त्यहाँ पल्तिर भाडामा व्यापार गर्थेँ होइन, अरूको घरमा गर्थेँ। अनि त्यसपछि त्यहाँ चाहिँ ठाउँ साँग्रो भयो। पछि घरैमा पनि गोदाम बनायो, अलि पल्तिर पनि गोदाम भयो। तर पनि अलि दुःख भयो गाउँमा दुःख भयो। अनि त्यसपछि चाहिँ होइन एउटा केही सानो घडेरी किनेर एउटा घर बनाउनु पर्ने सोच बनाएँ। अनि त्यसपछि एउटा घडेरी किनेँ यहाँनिर। अनि यहाँ घडेरी किनिसकेपछि अनि त्यसपछि घडेरी किनेपछि फेरि मैले अनि त्यसपछि मैले घर बनाउनु पनि सुरु गरेँ। व्यवसायसँगै यता घर पनि बन्दैछ। अनि घर अब मान्छेहरूले त अब गाउँघरमा भ्याइन्छ सकिन्छ भन्दै त्यही गर्दा मान्छेले भन्दै पनि अनि वल्लो चोक र पल्लो चोकमा मान्छेले चिया खाँदै मान्छे यहीँबाट चाहिँ म चाहिँ आफै चाहिँ एउटा सुरुमा बाइक किनेदेखि त्यसपछि गाडी दिने। त्यसपछि अझ पनि मान्छेहरूलाई यहाँ आवश्यकको लागि कोही बिरामी हुने यताउता पनि दुःख हुने भयो, त्यसको लागि पनि होइन एउटा केही एउटा कार किनिदिनु पर्यो मान्छेहरूलाई अझ सुविधा बढाउनु, खाना लाउनु बस्न मात्रै नभएर कि त्योभन्दा पनि अझ मान्छे दुःख बिमार हुँदाको लागि चाहिँ जानु नपरोस् कहीँ टाढा दुःख नहोस्, अकालमै मान्छे ज्यान गुमाउनु नपरोस् भनेर एउटा ट्याक्सी किन्यो। 2-3 वर्ष भयो, 2-3 वर्षमा मतलब 2 वर्ष त बढी भयो, 4-5 वर्ष जति भयो कि किनेको। अनि किने त्यो पनि अहिले राम्रै चलिरहेको छ होइन। भन्नाले अहिले अब तपाईँहरू कता हुनुहुन्छ अहिले? अनि भाइहरू त विदेशहरू होइन। त्यसपछि एकजना भाइ चाहिँ अहिले यता घोराई भन्ने ठाउँमा व्यापार बिजनेस गर्दैछन् होइन, उता गर्दैछन्। अर्को भाइ पनि अब हेरौँ अब अहिले हेर्दैछन्। अब भन्नाले अहिले तपाईँ जस्तो यो व्यवसाय अत्यन्तै राम्रो छ भन्ने हामीले धेरै सुनेका पनि छौँ। तपाईँको व्यवसाय राम्रो तरिकाले व्यवसाय गर्नुभएको छ। कतिजना हुनुहुन्छ तपाईँको यो घरमा अथवा काम गर्ने अथवा कामदारहरू के कसरी काम गरिरहनु भएको छ, के छ यहाँ अहिले चाहिँ? यहाँ घरमा अहिले काम गर्ने चाहिँ म र मेरो श्रीमती होइन। अनि एउटा पल्तिर गाउँको एउटा नानी छन्। त्यसपछि 3टा गाडीमै अब एउटा कारको एकजना छुट्टा हुनुहुन्छ, ड्राइभर हुनुहुन्छ, 4जना हुनुहुन्छ। अनि त्यसपछि अर्को डबल क्याबमा रिडिङ गर्नको लागि 2 जना हुनुहुन्छ। अनि अर्को सिङ्गल क्याबको लागि चाहिँ 1 जना हुनुहुन्छ होइन। भनेपछि तपाईँले झन्डै 10 जना जति रोजगार दिनुभएको छ अहिले। हजुर, प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिनुभएको छ। के छ यो व्यवसाय, कस्तो चिज हो यो, के छ खास तपाईँलाई के लाग्छ? यो व्यापारमा चाहिँ मैले के भन्छु भनेपछि एकदम मान्छे इमान्दारी र मेहनत गर्नु पर्यो होइन। तपाईँको व्यवसायमा सक्सेस नहुने कमै हुनुपर्छ जस्तो लाग्छ कि मेहनत गरेपछि।
जस्तो अहिले जस्तो धेरैजसो गाउँबाट मान्छेहरू बसाइसराई गरेर बजारतिर गइराखेका छन्। हजुर। व्यवसाय पनि अब सुरुवात गर्दा तपाईँले अघि नै बताउनुभयो अब केही व्यवसाय गर्नु पर्यो भने बजारतिर गरेको भए हुन्थ्यो भनेर यहाँ कुरा काट्नेहरू पनि भए भन्नुभयो। अहिले चाहिँ साँच्चै नै तपाईँको यो ठाउँ गाउँमा बसाइसराईको अवस्थाले व्यवसायमा कस्तो असर पारेको छ, के छ? अहिले चाहिँ गाउँबाट बजारतिर बसाइसराईले चाहिँ असर त अब केही न केही परिरहेको छ, नपर्ने कुरै भएन। किनभने चाहिँ जब मान्छेको सङ्ख्या छैन नभइसकेपछि त अब व्यापारमा त अब घाटा त हुने नै भयो होइन। अब म त के भन्छु भनेपछि अब नेपालमा एकदम इमान्दार र मेहनत गरेपछि चाहिँ नेपालमा चाहिँ असम्भव पनि केही छैन, कमाइ नहुने केही छैन। जहाँ गए पनि सफल भइन्छ। इमान्दार भएपछि चाहे गाउँ होस् चाहे बजार होस्, इमान्दारपूर्वक मेहनत गरेपछि चाहिँ एकदम सफल चाहिँ भइन्छ। एकदमै यो चाहिँ एकदम ढुक्क 100% हो। अनि अन्त्यमा अब हामी अन्त्यतिर पनि लाग्यौँ। धेरै कुराकानी भयो हजुरसँग। एउटा परदेशमा गएर झन्डै 12-13 वर्ष काम गरेर गाउँघरमै आएर आफू जन्मेको ठाउँमै आएर यसरी काम गरिरहनु भएको छ। के छ परदेशमा बसेर हेरिरहने साथीहरू, यति बेला धेरै साथीहरूले तपाईँलाई परदेशबाट हेरिरहनु भएको छ, विदेशबाट, उहाँहरूलाई के छ तपाईँको चाहिने एउटा सन्देश के रहन्छ सर? म त उहाँहरूलाई के भन्छु भने चाहिँ हजुरहरूसँग होइन अब केही आम्दानी मतलब 2-4 लाख भयो भने होइन, अच्छा यदि छ भनेपछि नेपालमै आएर चाहिँ सानो लगानीबाट पनि होइन मेहनत गर्ने भने एकदम कमाइ यहाँ एकदम राम्रो छ। हेर्नुहोस् होइन, आफूले एकदम मेहनतपूर्वक गर्नु पर्यो, इमान्दारी साथ गर्नु पर्यो। अरूको हल्लामा लाग्नु भएन, आफ्नो मेहनतलाई अरूको कुरा पछि लाग्नु भएन, अरूले के भन्छन् कसो भन्छ लाग्नु भएन। र आफूले चाहिँ एकदम मेहनत र इमान्दारपूर्वक गरियो भने चाहिँ यहाँ चाहिँ एकदम 100% सक्सेस भइन्छ। यो चाहिँ म त एकदम 100% नै ग्यारेन्टीको साथ भन्न सक्छु। हजुरको मैले चाहिँ अझ के भन्नु चाहिँ म चाहिँ अझ धेरै वर्ष विदेश बसे जस्तो लाग्यो, अझ पहिले आउनु पर्ने जस्तो लाग्यो क्या मलाई। अहिले आएर यस्तो लाग्छ क्या। मैले त जुन विदेशमा मैले कमाएँ नि त्यसको अहिले जुन 12-13 कति 12.5-13 वर्ष जुन विदेशमा बसेर कमाएँ नि त्यसको त मैले अहिले तिरबल चौरल त मैले यहाँ 7-8 वर्षमै व्यवसाय गरेर कमाएँ क्या। तिरबल चौरल पैसा ठ्याक्कै अहिले कति वर्ष भयो हजुरले व्यवसाय गर्न लागेको? ठ्याक्कै अहिले व्यापार गर्न लागेको त तपाईँको त त्यही 7.5 वर्ष जति भयो। 7-8 वर्षमा 7-8 वर्षमा अहिले मसँग भनेको के छन् तपाईँसँग? अहिले ठ्याक्कै के जोड्नु भयो अहिलेसम्म? 7-8 वर्ष जोडेको भनेको त अहिले त व्यापार रनिङ भइरहेको छ होइन। अनि त्यसपछि सुरुमा त मैले बाइकबाट सुरु गरेको, बाइक किने डेलिभरी गर्नको लागि पसल सुरु गरेपछि सानो पसल सुरु गरेपछि त्यसपछि एउटा गाडी थपेँ, अनि त्यसपछि अझै एउटा गाडी थपेँ, अनि त्यसपछि एउटा कार थपेँ होइन। अनि त्यसपछि एउटा घडेरी किनेँ, अनि त्यसपछि यो अहिले यो 2-3 वर्ष जति भयो यो घर बनाएको। अहिले यो 3 तले घर बनाएको 2-3 वर्ष भयो। यसमा पनि तपाईँको लगभग 1.5 करोड जति खर्च लाग्यो। 1.5 करोडमा घर बनाउनु भयो? हजुर। भनेपछि तपाईँको 8-10 वर्षमा 8 वर्ष भनौँ न 7-8 वर्षमा चाहिँ तपाईँको रनिङ सबै चलिरहेछ। घर पनि 1.5 करोडको बनाउनु भयो। हजुर। साँच्चै नै तपाईँको जीवन उज्जवल रहोस्, हाम्रो यही कामना छ। अन्त्यमा केही भन्नु छ भने भन्न सक्नुहुनेछ सर? चाहन्छु भनेपछि जति देशमा युवाहरू जति हुनुहुन्छ नि विदेशमा हेर्नुहोस्, विदेशमा दुःख गर्ने यहाँ चाहिँ हामीले 24 घण्टा पनि हामीलाई गरे जस्तो लाग्दैन। आफ्नो पेसा आफ्नो व्यापार हो, बिजनेस चाहिँ जति गरे पनि त्यस्तो गरे जस्तो पनि लाग्दैन क्या। त्यो घरमै भए जस्तो, आफ्नै घरमै भयो जस्तो लाग्छ होइन। चाडबाड आउँदा पनि यहाँ जस्तो आनन्द खुसियाली रमाइलो सेड विदेशमा हुँदैन। किनभने मैले 12-13 वर्ष बिताएर आएँ नि त। उहाँ भनेको सिर्फ काम हो, हेर्नुहोस् काम हो, त्यो महिनाभरि पैसा आउँछ भन्ने होइन। उहाँ दुईटामा सन्तुष्टि मिल्छ भने यहाँ चाहिँ धेरै चिजहरूमा चाहिँ आफूले सन्तुष्टि पाइन्छ क्या। धन्यवाद, समय दिनुभयो, हजुरको व्यवसायको समयमा पनि हामीलाई दिनुभएको छ। धन्यवाद छ। अहिलेलाई बिदा हौँ। नमस्कार।